कुनै गाउँमा दुईजना दाजुभाइ बस्दै रहेछन्। उनीहरू एकअर्कालाई अत्यन्तै माया गर्छन्। खेत अलग अलग भए पनि एकअर्काको खेत आम्ने सामने नै रहेछ। ठुलो दाइ विवाहित थिए भने सानो भाइ अविवाहित र एक्लो रहेछ। एक वर्ष धानको खेती यति राम्रो भएछ कि उनीहरूले सोचे भन्दा धेरै धान फलेछ। दुवैजना निकै खुसी थिए। एक दिन धान थुपार्ने काम गर्दै गर्दा दाइले भाइलाई खेत हेरिदिन भनेर खाना खान घरतिर लागेछ। दाइ जाने बित्तिकै भाइले सोच्न थाल्यो, म एक्लो मान्छे, मलाई कति नै चाहिन्छ र। दाइको त परिवार छ, श्रीमती छन्, बालबच्चा छन्, यो अन्न उनीहरूकै लागि बढी आवश्यक छ। यति सोचेर भाइले चुपचाप आफ्नो धानबाट 10 बोरा जति धान दाइको रासमा लगेर हालिदिएछ। केही बेरपछि दाइ खाना खाएर फर्किए र भाइ खाना खान घरतिर लाग्यो। भाइ जाने बित्तिकै दाइको मनमा पनि एउटा विचार आएछ, मेरो त परिवार छ, दुःख सुखमा साथ दिने श्रीमती पनि छन्, छोराछोरी छन्, तर भाइ बिचरा एक्लो छ। उसले अझै गर्जम बसाल्न नै बाँकी छ। भविष्य बनाउन पैसा चाहिन्छ, यो अन्न उसैलाई बढी आवश्यक छ। यति सोचेर दाइले पनि 10 बोरा धान भाइको रासमा लगेर हालिदिएछ। अर्को दिन जब उनीहरूले आफ्नो आफ्नो धानको रास हेरे नि अचम्म लाग्यो। दुवैले धान घटेको पनि देखेनन्, बढेको पनि देखेनन्। तर उनीहरूलाई थाहा थिएन कि रातभरि त्यहाँ प्रेम, त्याग र स्नेहको आदान प्रदान मात्रै भइरहेको थियो। केही दिनसम्म यस्तै चलिरह्यो। एक रात दुवैजना धान बोक्दै जाँदा बाटोमै आम्ने सामने भएछन्। त्यसपछि उनीहरूले एकअर्काको मनको कुरा बुझेछन्। धानका बोरा भुइँमा राखी र आँखा रसाउँदै एकअर्कालाई अँगालो हालेछन्। यो दृश्य हेरेर आकाशका ताराहरू पनि झन् चम्किए जस्तै लागिरहेको थियो। किनकि त्यहाँ धानको होइन, मनको व्यापार भइरहेको रहेछ। त्यहाँ स्वार्थ थिएन, केवल प्रेम थियो। समय बित्दै गयो। गाउँमा धेरै परिवार थिए, तर सबैभन्दा सुखी परिवार कुन थियो थाहा छ? उनीहरूको नै थियो। कारण उनीहरूसँग सबैभन्दा धेरै सम्पत्ति थिएन, तर सबैभन्दा धेरै विश्वास, सम्मान र प्रेम थियो। आज धेरै परिवार सम्पत्तिको बाँडफाँडमा टुक्रिरहेका छन्। जग्गाको नापजाँचमा सम्बन्ध टुट्छ, पैसाको लोभमा आफ्नै रगत पराइ बन्छ। तर जहाँ एकअर्काको खुसीलाई आफ्नो खुसी मानिन्छ नि, त्यहाँ कहिल्यै झगडा हुँदैन। हेर्नुहोस्, याद राख्नुहोस्, घर ठुलो भएर परिवार बलियो हुँदैन। ब्याङ्कमा पैसा धेरै भएर सम्बन्ध टिक्दैन। सम्पत्ति बराबर बाँडेर मात्र न्याय हुँदैन। परिवार तब बलियो हुन्छ जब दाजुभाइ एकअर्काको पीडा बुझ्छन्, जब एकले अर्कोको भविष्यको चिन्ता गर्छ, र जब मेरो भन्दा हाम्रो शब्द ठुलो हुन्छ। प्रेमले घटाउँदैन, प्रेमले सधैँ बढाउँछ। अन्न जतिको त्यति रह्यो, तर माया हजारौँ गुणा बढ्यो। यदि हरेक दाजुभाइमा त्यस्तो सोच, त्याग र सम्मान भयो भने संसारको कुनै पनि शक्ति, कुनै पनि लोभ र कुनै पनि षड्यन्त्र